त्यही समुदायको मात्रै हुन्छ राजीको। त्यही राजी समुदाय मात्र बलि काट्ने र यो मूल मन्दिरमा गङ्गा पूजा गर्ने भनेको राजी समुदाय हो। अन्य अन्य ठाउँमा अन्य कहिले कहिले राख्ने प्रचलन छ। उहाँहरूको यो पुर्ख्यौली राजाको छ र राजा त्यस्तो प्रचलन छ। उहाँहरूको 15 दिन एउटा पक्ष छ, 15 दिन एउटा पक्षमा 3 भाइ छन्, 15 दिनको यतातिर आमा छोरा छन्, बुवा बितिहाल्नु भयो। त्यसरी गर्ने गरिन्छ। जति पैसा उठ्छ उठ्ने अब यस्तो खालको छ, खासै त्यति यहाँ अलिकति बाहुल्यता हाम्रो पुर्ख्यौली छ नि, त्यो राज्य समुदायकै बाहुल्यता छ क्या। समितिले के गर्छ भनेपछि तपाईँको 11 बजेसम्म लगभग समय हेरेर, अब बार के बार छ, मान्छे भक्तजन कति धेरै आउनुहुन्छ त्यो आउने आधारमा शनिबार अलि पछि 11 बजीसम्म बसिन्छ, नत्र तपाईँको 10, साढे 10, 11 बजेपछि अब समिति सकियो, बिलसिल पनि काट्न मिलेन, त्यहाँदेखि पछाडिको आयो। अहिले एउटा आयो राज्य समुदाय कि अब नै यो अब उहाँहरुकै भयो। अहिले दिउँसो एकाध रूपमा कसैले टाढाबाट बोका ल्याउनु भयो, आउनुभयो, काट्नुभयो, यो जति चढाउनु भयो, जे गर्नु सबै उहाँहरूकै प्रचलन पुरानै। यो हामी दिँदा पनि दिँदैन, हामी हुँदैन। 10 बज्यो भने ल है कर्मचारी अब बिल काटिदिनु होला, अनि हाम्रो अब समय भयो, तपाईँ समय आउट भयो, अब यति बिल नकाटिदिनुहोस् भन्ने यस्तो गर्नु। अनि त्योभन्दा अगाडि नगरपालिकाको हिसाबले यहाँ बस्नुहुन्छ? म दैनिक आउँछु, म दैनिक आउँछु। कस्तो हुन्छ बिहानभरि? कस्तो हुन्छ भने पालो भने नि मैले तपाईँको 15 दिन पालोमा उहाँले मूल मन्दिरबाट पैसा आज 400 दिनुभयो मलाई। भित्र कति चढ्यो के चढ्यो त्यो निगरानी गरेर त्यहाँ झगडा गर्नुपर्ने उहाँहरूसँग छैन। जति उठ्थ्यो भयो त्यसको रसिद काट्नुहुन्छ? नै, त्यो त रसिद काटिँदैन। 15 दिन मैले काम गरेँ भने काम त दैनिक गर्ने हो, एउटा पछिको 15 दिन हुन्छ। 15 दिनमा प्रचलन कस्तो भने तपाईँको उहाँले जति पैसा मूल मन्दिरमा त अब त्यो भेटी चढेको पैसा हो नि त, त्योबाट उहाँहरूले के भन्छ दुईवटा अप्सन छ क्या यहाँ। तपाईँको एउटा भेटी चढाएको, एउटा दक्षिणा दिएको भन्ने दुईवटा अप्सन हुन्छ। दक्षिणा दिएको गाडीको, भेटी चढाएको जो गाडीमा चढाएको पैसा समितिले जम्मा गर्ने समितिको भन्छ। त्यही पनि फेरि अब उहाँहरूले जस्तो आज 400 दिनुभयो भने मैले गाडी घोडा कति आयो, 2-4वटा मोटरसाइकल आएँ, 2टा अटो सटो आएँ, एउटा स्कर्पियो आयो, जति रसिद काटेँ। 15 दिनभरि एउटाको पालो, हजुरको पालो छ हो, मेरो पालो 15 दिन पऱ्यो। 15 दिनभरि मैले लगभग 20,000 रुपियाँ भयो ल। भित्रबाट टिकट गरेको 200, 300, 400 जति दिनुभयो उहाँहरूले, र यता रसिद त छँदैछ, त्यो एड गरेर 20,000 भयो। 20,000 भयो भने टिका खर्च भएको हुन्छ। यो रातो टिका पोकाइ उहाँहरूले जम्मा प्रयोग गर्नुहुन्छ। यति 1000 टिका लाग्यो, ल 2000 लाग्यो, 2000 रुपियाँ उहाँलाई दिनु पऱ्यो, बच्यो 18,000। 18,000 50% उहाँहरूलाई, अनि 50% बचेको समितिलाई। यस्तो प्रचलन यही अनुसार चलिरहेको छ। त्यही हुन्छ। त्यो भनेको 15 देखि उता 3 गाई हुनुहुन्छ, 7 दिन 7 दिन, 5 दिन 5 5 15को। अनि हाम्रो पुजारीसँग जोडिने अर्को एउटा प्रश्न आउँछ, शुद्धताको प्रश्न। त्यो शुद्धताको प्रश्नमा जस्तो जुठो र सुतको बार्नुपर्ने अवस्था भयो भने जस्तो उहाँहरूले कसरी व्यवस्था? हामी माथि कि उहाँहरूमाथि यो मन्दिर चलाउने कुरामा दैनिकी ढोका दैनिक खुला हुन्छ। यहाँ भक्तजनहरू कहिले पनि ढोकाबाट हुन्न, दिउँसो पनि खुला छ नि त। अब अहिले मान्छे कोही पनि छैन, आउनुभयो त दर्शन गर्न पाउनुभयो होइन। एउटा पुजारीको जसको पालो हुन्छ उसको दायित्व यो मन्दिर पुर्ने। यहाँ हरायो भने ऊ जाकिन्छ, जेलमा जान्छ, नियमअनुसार क्या, उसको दायित्व छ नि त होइन। जसको पालो हुन्छ उसले यो ढोका खोलिरहने, 5 बजे 6 बजीसम्म, 5 बजीसम्म बस्ने, एकजना चौकीदार यहीँ बसिरहने व्यवस्था छ, सधैँभरि यहीँ बसिरहने। दिनभरि मन्दिर खुला रहने। यदि पूजा अब घाम डुबेपछि बलि चढिन्न के, 12 बजे बोका बलि, तपाईँ 12 बजे आइपुग्नु बोका ल्याएर त्यति बेला एकछिन वेट गर्नु पऱ्यो, टलाउनु पऱ्यो, 12:30 12:15 पटाएर बलि दिने चलन छ। र घाम डुबेपछि बलि नदिने भन्ने छ। घाम हुने बेलासम्म बलि चढ्छ, त्यो बेलासम्मको उहाँहरूको दायित्व। उहाँहरू बन्द गर्नुहुन्छ, बाहिर जानुहुन्छ, बिहान आउनुहुन्छ, चाबी उहाँहरूसँग छ, उहाँहरूले खोल्नुहुन्छ। अनि त्यसपछि उहाँहरूलाई जुठो सुत्केरो यताउता पऱ्यो भने जस्तो उसको पालो छ, 5 दिन पालो छ, 5 दिन पालोमा अब राजी समुदायले जुठो लगायो भने, समुदाय नै भन्न खोजेँ मैले, सबै समुदाय भनेपछि
सबै समुदायलाई उहाँहरूको जाति समुदायलाई जुठो लाग्यो भने उहाँहरूले बोका बलि चोखिने बेलासम्म बन्द भयो प्रचलन अब जे छ होइन अर्को ल्याएर अरूले ल्याएर काट्ने बोकाहरू तपाईँ हामीले काट्नै मिल्दैन कहिले काटेको पनि छैन राजीको तयार नहुँदासम्म यो काट्नै बन्द उहाँहरूको तपाईँको 7 दिन बार्ने गर्नुहुन्छ आदिवासी जनजाति जस्तै कोही हाम्रो यहाँ पनि सोच्नुमा हुनुहुन्छ मगर समुदायहरू हुनुहुन्छ 7 दिनमा चोखिन्छ कोही 5 दिनमा चोखिन्छ उहाँहरूको 7 दिनमा एकजना बुढो पुजारी मुख्य पुजारी भनिने बित्नुभयो 2 वर्ष अगाडि उहाँहरूको होइन 12 दिनै बार्छौँ हामी भन्ने कुरा आयो उहाँको छोराको तर्फबाट फेरि त्यसो भए ठिक छ त भनेपछि मन्दिर खुला गरियो मन्दिरभित्र चेलीबेटीको उहाँहरूको छोरी विवाह नभएको छोरी मार्फत ढोका मात्र खोल्ने गरियो उहाँहरूले पनि चेलीलाई पनि जुठो लाग्ने 3 दिनसम्म भन्नुहुन्छ 3 दिनमा गाउँ आएर खोलिदिने मात्र भक्तजनले चाहिँ अब जति चढाउनुहुन्छ आफ्नो इच्छा जानुहुन्छ भित्र जानुहुन्छ यता जानुहुन्छ चेलीले पनि ढोका मात्र खोलिदिने किनभने चाबी उहाँहरूसँग राख्ने प्रचलन छ नि त समितिमा भइदिया त हुन्थ्यो होइन अब त्यो खोलिदिने अनि दर्शन गर्नुहुन्छ त्यसपछि गौत खाइसकेपछि बल्ल उहाँहरू पनि भित्र गएर दियो बाल्ने टिका रातो टिका चोखिनु चलाउने छ उहाँहरू आज चोखिनु भयो भोलि बगा काट्नुहुन्छ नि उहाँहरूले यस्तो प्रचलन छ उहाँहरूमा जहिलेदेखि आफ्नो कला